नमस्कार। भगवान शरण। नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। चुल सुभद्राको कथा वाचन गर्न गइरहेको छु। यो चुल सुभद्राको कथा गृही विनय पुस्तकमा भिक्षु अमृतानन्दले लेख्नु भएको हो। चुल सुभद्राको कथा यस्तो छ। भगवान बुद्धको शासनकालमा कोशल राज्यको श्रावस्ती भन्ने नगरमा अनाथपिण्डिक भन्ने नाम गरेका एकजना अत्यन्त धनी महाजन थिए। त्यही राज्यको अर्को नगर उग्ग भन्ने ठाउँमा पनि अर्को एकजना धनी थिए। यसको नाम उग्ग सेठ थियो। ती दुवै सेठहरूको केटाकेटीमा सहपाठी थिए। तिनीहरूको बालककालमा ठुलो मित्रता थियो। त्यो मित्रता परन्तुसम्म रहोस् भन्ने हेतुले ती दुवैजनाले एउटा कबुल गरे। हाम्रा छोराछोरी भए भने ती दुवैको परस्पर विवाह गरिदिनेछौँ। ती दुवै ठुला भएपछि आफ्ना आफ्ना नगरका सेठ भए। एक दिन उग्ग नगरका महाजन उग्ग सेठ 500 गाडामा माल भरी बीचबीचमा व्यापार गर्दै श्रावस्ती पुगेर अनाथपिण्डिकको घरमा गए। आफ्नो मित त्यसरी आइपुगेको देखि अनाथपिण्डिकले आफ्नी छोरी चुल सुभद्रालाई डाकी भने, तिम्रो मित बाबु आउनुभएको छ, उहाँको हेरविचार तथा सेवा गर्ने काम तिम्रो भयो। चुल सुभद्राले पनि अलिकति पनि अल्छी नमानी आफ्नो मित बाबुको सेवा टहल गरिन्। त्यत्रा ठुलो महाजनकी छोरी भएर पनि आफ्नै हातले भोजन तयार पारी खुवाइन्। नुहाउनको निम्ति पानी आदि ल्याइदिने काम पनि आफैले गरिन्। मित बाबुको सेवा टहलमा अलिकति पनि त्रुटि हुन दिइनन्। सुविनीत भावले आदर तथा मान राखी पाहुना सत्कारमा लागिन्। चुल सुभद्राको स्वभाव देखेर उग्गसेठ साह्रै प्रसन्न भए। एक दिन अनाथपिण्डिक र उग्गसेठ कुशल वार्ता गर्दा गर्दै सुभद्राको आचरणमा खुसी भएका उग्गसेठले कुरा उठाए, मितज्यू, हामी केटाकेटी बेलामा गरेको कबुल तपाईँलाई सम्झना छ। तपाईँकी छोरी पनि त अब विवाह योग्य भइसकेकी रहेछन्। अनाथपिण्डिकले केटाकेटी बेलाको कबुल सम्झिहाले र सोधे, तपाईँको छोराको विवाह नि? बिचैमा कुरा काटेर उग्गसेठले भने, त्यसैले त कुरो उठाउनु पर्यो। यति भने उग्गसेठ हाँसे। यसले छोरी माग्यो भन्ने कुरा अनाथपिण्डिकले बुझिहाले, तर हुन्छ हुन्न केही भनेनन्। कारण उग्गसेठ अबौद्ध थिए। अबौद्धलाई आफ्नी छोरी कसरी दिने भन्ने तिनलाई पर्यो। त्यसकारण भगवान कहाँ गएर तिनले यो कुरा निवेदन गरे। भगवानले भन्नुभयो, चुल सुभद्राको कारणले गर्दा पछि उग्गसेठको दृष्टि बदल्नेछ, सम्बन्ध जोड। घर आई अनाथपिण्डिकले उग्गसेठलाई विवाहको अनुमति दिए अनि आफ्नी धर्मपत्नी पुण्यलक्षणसित सल्लाह गरी कन्यादानको दिन तोकेर उग्गसेठलाई बिदा दिएर पठाए। शुभ दिन शुभ मुहुर्तमा उग्गसेठले जन्ती ल्याए। कन्यादानको दिनमा अनाथपिण्डिकले चुल सुभद्रालाई डाकी धनञ्जय महाजनले विशाखा उपासिकालाई दिए जस्तो उपदेश दिए। चुल सुभद्रा र विशाखा दिदीबहिनीहरू हुन्। प्रिय पुत्री, ससुरालीमा बस्ने केटीले घरको आगो बाहिर कसैलाई दिनुहुन्न। बाहिरको आगो घरभित्र हुल्नुहुन्न। दिनेलाई मात्र दिनुपर्दछ, नदिनेलाई दिनुहुन्न। दिनेलाई पनि नदिनेलाई पनि दिनुपर्दछ। राम्ररी बस्नु पर्दछ, राम्ररी खानु पर्दछ, राम्ररी सुत्नु पर्दछ, अग्नि सत्कार गर्नुपर्दछ, अभ्यन्तर देवताहरूको नमस्कार गर्नुपर्दछ। यहाँ पाठकहरूको मनमा सन्देह उत्पन्न हुन सक्दछ कि घरमा बसेर पनि बिना आगोको बिउ नदिइकन या नलिइकन काम कसरी चल्न सक्दछ। उपयुक्त उपदेशको मुख्य अर्थ यो हो भनी जान्नु पर्यो। घरको आगो बाहिर दिनुहुन्न भनेको मतलब साँच्चै नै चुलोको अथवा मक्कलको आगो भनेको होइन। घरका सासु ससुराको कुनै पनि दोष अथवा अवगुण बाहिरका कुनै मानिसलाई नभन्नु भनेको हो। घरका मानिसको कुरा बाहिर भन्नु जस्तो आगो खराब काम अरू छैन। यसले घरै भस्माभूत पारिदिन सक्दछ।
बाहिरको आगो घरभित्र हुल्नुहुन्न भनेको मतलब पनि त्यस्तै हो। यदि कुनै विश्वासीले आफ्ना सासू ससुराको दोष अथवा अवगुण सुनाएर ल्यायो भने सबै कुरा घरका मानिस तथा सासू ससुरामा नभन्नु भनेको हो। यो जस्तो खराब काम अरू छैन। यसले पनि गृहस्थीलाई भस्माभूत पारिदिन सक्दछ। दिनेलाई पनि मात्र दिनुपर्दछ भनेको मतलब कुनै वस्तु पैँचो लिएर गएर फेरि फर्काइदिनेलाई मात्रै पैँचो दिनु योग्य छ भनेको हो। नदिनेलाई नदिनुहुन्न भनेको मतलब कुनै वस्तु पैँचो लगेर फेरि फर्काइ नदिनेलाई पैँचो दिनु योग्य छैन भनेको हो। दिनेलाई पनि नदिनेलाई पनि दिनुपर्दछ भनेको मतलब गरिब गुरुवा अथवा श्रमण ब्राह्मण अथवा भिक्षु तथा ज्ञाति बन्धुहरूलाई आफ्नो गच्छ अनुसार दिन योग्य छ भनेको हो। राम्ररी बस्नु पर्दछ भनेको मतलब सासू ससुरा तथा स्वामीको अघिल्तिर आसनबाट उठ्नुपर्ने बेलामा बसी नै रहनुहुन्न भनेको हो। राम्ररी खानु पर्दछ भनेको मतलब सासू ससुरा तथा आफ्नो स्वामीले खानुभन्दा अगाडि खानुहुन्न। तिनीहरूलाई नै पहिले खुवाई अरू जहानहरूले खाइसके कि सकेनन् भन्ने विचार गरी सबभन्दा पछाडि मात्रै आफूले खानु योग्य छ भनेको हो। राम्ररी सुत्नु पर्दछ भनेको मतलब सासू ससुरा सुत्नुभन्दा अगाडि नसुती तिनीहरूलाई गर्नुपर्ने सेवा टहल जम्मै गरिसकेपछि मात्रै सुत्नु पर्दछ भनेको हो। अग्नि सत्कार गर्नुपर्दछ भनेको मतलब सासू ससुरालाई र स्वामीलाई अग्निको ज्वाला तथा नागराज समान देख्नु पर्दछ। जसरी आगोको ज्वालालाई तथा नागराजलाई छुँदा अनर्थ हुन्छ त्यस्तै यिनीहरू उपर पनि केही गर्यो भने आफैलाई अनर्थ हुन थाल्छ तथा पाप लाग्दछ। अभ्यन्तर देवताहरूलाई नमस्कार गर्नुपर्दछ भनेको मतलब सासू ससुरा र आफ्ना स्वामीलाई देवता सम्मान ठानी आदर सत्कार गरेर बस्नु पर्दछ भनेको हो। यति उपदेश दिई विशाखालाई जस्तै अनेक श्री सम्पत्ति दाइजो सहित चुल सुभद्रालाई अनाथपिण्डिकले विदा गरे। बुद्ध प्रमुख भिक्षुसँगलाई पनि त्यस दिन महादान दिए। उग्र नगर पुगेपछि सुभद्रालाई धेरै नागरिक महाजनहरू आएर लिन आए। सुभद्रा पनि आफ्नो श्री सौभाग्यले प्रकट गर्दै विशाखा उपासिकाले जस्तै आफूलाई सबैले देख्न सक्ने रथमा बसी नगर प्रवेश गरिन्। नागरिक महाजनहरूले दिन ल्याएका उपहार स्वीकार गरी पुनः ती जम्मै उपहार नागरिक जनताहरूलाई योग्यता अनुसार वितरण गरिदिइन्। सकल नागरिकहरूलाई आफ्नो गुणद्वारा एकाबद्ध गरिन्। एक दिन उग्रसेठको महलमा मङ्गलोत्सव थियो। महाजनहरू तथा श्रमणहरू जम्मा भएका थिए। उग्रसेठले बुहारीलाई डाकेर भने हाम्रो यहाँको कुलानुसार श्रमणहरूको वन्दना गर्न जाऊ। चुल सुभद्रा गइनन् किनकि त्यहाँका श्रमणहरू अचेलक नाङ्गा फकिरहरू थिए। बारम्बार ससुराले भन्दा पनि लाज मानेर सुभद्रा वन्दना गर्न गइनन्। ससुराले भनेको समेत नमान्ने यस्ती बुहारी भनेर सेठ रिसाई दोषादोष निर्णय गर्ने नायिकीहरू बोलाउन पठाई सबै कारण बताई तिमीहरूकी छोरी फिर्ता लैजाऊ भनेर झोकिए। ती नायिकीहरूले कारण सबै बुझी सुभद्राको दोष छैन भन्ने ठहर्याए। अनि त्यो सेठले आफ्नी पत्नीलाई भने हाम्रा श्रमणहरू निर्लज्जी भनेर सुभद्रा वन्दना गर्न गइनन्। यस्तो कुरा सुनेर सेठकी पत्नीले यिनीहरूका श्रमणहरू कस्ता छन् त भनी चुल सुभद्रासित यसरी प्रश्न गरिन्। किरिसा समणा तुह्यङ बालङ खोटे पसङ सती कि शिला कि समाचार टङ मे अखाई पुच्छिटोटी। अर्थ हे सुभद्रे तिमीले तिम्रा माइतीका श्रमणहरूको धेरै बयान गर्यौ। तिनीहरू कस्ता छन्, तिनीहरूको आचरण कस्तो छ, शील स्वभाव कस्तो छ हामीलाई सुनाऊ त। सासूको यस्तो कुरा सुनि सुभद्राले भगवान् बुद्ध र सावकहरूको गुण वर्णन गर्दै यसरी भनिन्। सन्तीन्द्रिया सन्त मानसा सन्तं तेसं गतं छितं वक्षितं चक्षुमित वाणी तादिशा समणा मम। अर्थ इन्द्रिय उहाँहरूको शान्त छ, उहाँहरूको मन शान्त छ, आवत जावत पनि उहाँहरूको शान्त छ, उहाँहरूको चक्षु संयम छ,
हेर्नुहुने भनेर चारैतिर आँखा नडुलाई आफूलाई चाहिने जति मात्रै अधो दृष्टि गरी हेर्नुहुन्छ, कुरा पनि चाहिने भन्दा बढ्ता हुन्न। हाम्रा माइतीका श्रमणहरू यस्ता छन्। काय कम्मं शुचितेशं वाचा कम्मं अनाविलं मनोकम्मं सुविशुद्धं तादृशा श्रमणा मम। अर्थ, 3 प्रकारका कायिक पाप नभएकाहरू भएको हुनाले यहाँहरूको काय कर्म शुद्ध हुन्छ। 4 प्रकारका वाचिक पाप नभएकाहरू भएको हुनाले उहाँहरूको वची कर्म निर्मल छ। 3 प्रकारका मानसिक पाप नभएकाहरू भएको हुनाले उहाँहरूको मन कर्म सुपरिशुद्ध हुन्छ। हाम्रा श्रमणहरू त्यस्ता छन्। विमला शङ्खमुट्टा वा शुद्धा अन्तर्बाहिरा पुण्या शुद्धेहि धम्मेहि तादृशा श्रमणा मम। अर्थ, निर्मल शङ्ख मोती आदि जस्तै उहाँहरू भित्र बाहिर दुवैतिर शुद्ध हुनुहुन्छ तथा उहाँहरू पवित्र धर्मले परिपूर्ण हुनुभएका छन्। त्यस्ता हाम्रा माइतीका श्रमणहरू हुन्। लाभेन उन्नतो लोको अलाभेन च ओनतो लाभालाभेन एकट्ठा तादृशा श्रमणा मम। अर्थ, लाभ भयो भने माथितिर हेर्ने यस लोकका जनहरू, हानि भयो भने तलतिर हेर्ने यस लोकका जनहरू, तर उहाँहरू लाभ र हानि दुवैमा समान भएर बस्नुहुन्छ। मेरा माइतीका श्रमणहरू त्यस्ता छन्। एसेन उन्नतो लोको अयसेन च ओनतो एसा एसेन एकट्ठा तादृशा श्रमणा मम। अर्थ, यसद्वारा माथितिर हेर्ने यस लोकका जनहरू, अयसद्वारा तलतिर हेर्ने यस लोकका जनहरू, यस र अयसमा समान रूपले उहाँहरू रहनुहुन्छ। त्यस्ता मेरा माइतीका श्रमणहरू हुन्। प्रशंसायुन्नतो लोको निन्दाय च ओनतो समानिन्दा प्रशंसासु तादृशा श्रमणा मम। प्रशंसाद्वारा माथितिर हेर्ने यस लोकका जनहरू, निन्दाद्वारा तलतिर हेर्ने यस लोकका जनहरू, निन्दा र प्रशंसामा समान रूपले रहने उहाँहरू हुन्। त्यस्ता मेरा माइतीका श्रमणहरू हुन्। सुखेन उन्नतो लोको दुःखेन च ओनतो अकम्पा सुख दुःखेहि तादृशा श्रमणा मम। अर्थ, सुख भएमा माथितिर हेर्ने यस लोकका जनहरू, दुःख भएमा तलतिर हेर्ने यस लोकका जनहरू, सुख र दुःखमा समान भएर रहने उहाँहरू हुन्। त्यस्ता मेरा माइतीका श्रमणहरू हुन्। यी 7वटा श्लोकले भगवान बुद्धको गुण वर्णन गरी सुभद्राले सासू ससुरालाई सन्तुष्ट पारिन्। सासू ससुराले सोधे, सुभद्रे, तिम्रा ती श्रमणहरूको दर्शन हामीलाई पनि गराउन सक्छु पनि सुभद्राले बुद्धसहित महासङ्घलाई महादान दिने जोरजाम गर्न लगाई महलको कौसीमा बसी जेतवनतिर हेरी अत्यन्त भक्तिपूर्वक पञ्चाङ्ग प्रणाम गरी भगवान बुद्धको गुण सम्झँदै सुगन्ध धूप पुष्पादिले पूजा गर्दै यस लक्षणद्वारा भगवानलाई मेरो निमन्त्रणा थाहा होस् भनी जुही फुल 8 मुठी आकाशतिर हुर्याएर पठाइन्। त्यो फुल गएर चतुपरिषदहरूको, चतुपरिषद भनेको भिक्षु भिक्षुनी उपासक र उपासिका, यी 4लाई चतुपरिषद भन्दछ, बिचमा धर्मोपदेश गरिरहनुभएका भगवान बुद्धको शिरमाथि चढुवा भएर रहन गयो। त्यसै बेला अनाथपिण्डिका पनि भगवानलाई भोलिपल्टको निमन्त्रणा दिन आएका थिए। भगवानले उनलाई भने, गृहपति, भोलिको निमन्त्रणा मैले अर्कै एक साथ ठाउँमा स्वीकार गरिसकेको छु। अनाथपिण्डिका भन्थे, सबभन्दा पहिले यहाँ आइरहने त म हुँ, कसैले निमन्त्रणा दिन आएको त मैले देखिनँ। भगवान, उपासक, चुर सुभद्राले मलाई डाकी पठाइन्, मैले तिनको निमन्त्रणा भोलिको निम्ति स्वीकार गरिसकेको छु। अनाथपिण्डिक, यो कसरी हुन सक्दछ भन्थे, चुल सुभद्रा त यहाँदेखि 120 योजन टाढा बसेकी होइनन् र। भगवान, गृहपति, हो, तिनी टाढा बसिरहेकी छन्, तर सत्पुरुषहरू टाढै रहे तापनि हिमालय जस्तो टाढैबाट पनि देखिरहन्छ। यति आज्ञा गरिसक्नु भएपछि भगवान बुद्धले निम्न गाथा उच्चारण गर्नुभयो। दूरे सन्तो प्रकाशयन्ति हिमवन्तो पब्बतो असन्तेत्थ न दिशन्ति रत्रिखे
खिट्टो यथा सराती अर्थ सत्पुरुषहरू हिमबिगिरी जस्तै टाढैबाट पनि देखिरहन्छन्, असत् पुरुषहरू रातमा हानेर पठाएको तीर चाहिँ नजिकैबाट पनि देखिँदैन। भोलिपल्ट बिहान भगवान बुद्ध विशुद्ध क्षीणश्रवी भिक्षुहरू 500 जति साथमा लिई आकाशमार्गबाट उग्रनगर चुल सुभद्राको घरतिर रवाना गर्नुभयो। चुल सुभद्राको कुरा सुनेका सासु ससुराहरू भगवानको प्रतीक्षामा बसिरहेका थिए। भगवान पनि भिक्षुसँग सहित आकाशै जाज्वल्यमान पार्दै त्यहाँ आइपुग्नुभयो। सुभद्राको सासु ससुरा सहित सकल जहान साह्रै प्रसन्न भए अनि तिनीहरू सबैले भगवानलाई स्वागत सत्कार गर्दै साष्टाङ्ग प्रणाम गरी महादान दिए। 1 हप्तासम्म तिनीहरूले त्यस्तै प्रकारले दान दिइरहे। भगवानको धर्मोपदेश सुनेर चुल सुभद्राको सासु ससुरा प्रमुख 1000 नर नारीहरू बुद्धोपासक भए। यस प्रकारले कल्याण मित्रले आफ्नो साथीलाई असल कार्यमा नियुक्ति गर्दछ। कहिल्यै नसुनेको कुरा सुनाएर मनलाई प्रसन्न पारिदिन्छ। देश विदेशका राम्रा राम्रा आदर्शवत कुराहरू बताउँछ। कहिल्यै नसुनेको गुढार्थ कुरा सुनाउँछ। नबुझेको कुरालाई बारम्बार दोहोर्याई टेहर्याई विस्तृत पारी छर्लङ्ग हुने गरी बताउँछ। नानाविधि धर्मशास्त्रका कुरा तथा यस लोक सन्धिठिक्क र परलोक सम्परायिकमा सुखवृद्धि हुने चित्त शान्ति हुने कुरा बताउँछ। सुगति स्वर्गलोक प्राप्त हुने कुरा बताउँछ। दानादि शील पालन गरे भने कामावचर स्वर्गलोकमा जान पाइन्छ। समाधि गरे भने रूपावचर ब्रह्मलोकमा जान पाइन्छ भनी अनेक प्रकारले स्वर्गादि ब्रह्मलोकको मार्ग देखाउँछ। गृहपति पुत्र यी 4 प्रकारले बुद्धि हुने अर्ती बुद्धि दिने व्यक्तिलाई असल चित्तको कल्याण मित्र भनेर जान्नु। चुल सुभद्राको कथा यति नै। फेरि भेटौँला। धन्यवाद। साधु साधु साधु।